लेक्चर यो क्लास सकेपछि त्यो फार्मेसी ग्रुपमा आउँछ है। अब सेयर स्क्रिन गर। दाइ कति आवर लाग्छ हाम्रो क्लास सक्नुलाई? क्लास सक्नलाई त लगभग 16-17 आवर्स लाग्छ है। स्याटरडे धेरै पढाउँछौँ। अनि टेस्ट हुन्छ कि नै? हजुर, टेस्ट मक टेस्ट जस्तो त्यो 20 मार्कको लागि 20 मार्कको लागि अब नोट्सहरू पठाइदिएछु, तिमीहरू भन्यो भने 2-3टा टेस्ट गरौँला नि त 20 मार्क्सको मात्र। त्यही त गरिदिनु, दुई 3वटा गरिदिनु। हुन्छ तर यो वेडनेसडे पछि है, अर्को स्याटरडेतिर। हुन्छ आज भोलि मात्रै पढेको कसरी हुन्छ अर्कोदेखि गरिदिनु। हुन्छ भोलि चाहिँ एक्जाम साउन्ड दिनु क्लियर आइरहेछ? इन्स्टिट्युटतिर। हेलो आइरहेछ स्टार्ट गर्दै गर। ल फर्स्टमा त सबैलाई वेलकम छ यो क्लासमा। आइएम प्यारामेडिक्स जुन एउटा प्लेटफर्म छ आइएमको दाइहरूले चलाउनु भइरहेको, त्यो प्लेटफर्मले चाहिँ यो क्लास अर्गनाइज गरेको छ है। अनि आज फर्स्ट डे भएको कारणले गर्दा हामी चाहिँ सजिलोबाट सुरु गर्छौँ, रुट्स अफ ड्रग एडमिनिस्ट्रेसनबाट है। अनि म चाहिँ कृष्णदेव प्रसाद रौनिया, जेएफ इन्स्टिट्युट अफ हेल्थ साइन्समा पढ्छु, बी फार्मेसी 15th ब्याच। मेरो है कुनै पनि मेडिसिन। दाइ सुन्न, हजुर त्यो कसरी ट्याकल गर्ने हो त्योहरू? के म नोटहरू बनाउने कि त्यो पिडिएफबाटै पढ्दा हुन्छ कि कसरी गर्ने? त्यो हल्का भनिदिनु न, राम्रो हुन्छ भनेर। हेर है कहिले अब पनि तिमीलाई भन्नु सजिलो लाग्यो भने त नोट बनाउँदा हुन्छ, न त पिडिएफबाट पढ्दा नि। तिमीलाई एकदम सजिलो लागिरहेछ पिडिएफबाट पढ्दा नि पिडिएफबाट पढ्दा हुन्छ, न त सक्छौ भने टाइम छ भने नोट बनाएर पढ्दा नि राम्रो है। पिडिएफको प्रिन्ट गरेर पढ्दा नि राम्रो। अब त्यहाँ सब चाहिने कुरा छ है, क्वेसन आउने त्यहीबाटै हो है। ल स्टार्ट गर्दै गर। अनि यो माइक सबैले एकचोटि अफ गर है, माइक भिडियो सबैले अफ गर। अनि त्यसपछि केही क्वेसन भयो भने बिचमा माइक अन गर्ने अनि सोध्ने दाइलाई है। ल स्टार्ट गर्दै गर ल। रुट्स अफ ड्रग एडमिनिस्ट्रेसन भनेको चाहिँ के भन्दाखेरि कुनै पनि एउटा पाथवे हुन्छ है। जस्तै अब कुनै पनि मेडिसिन हामीले डिजिज हुँदाखेरि हामीले इन्टेक गर्छौँ भने कुनै न कुनै पाथबाट त लिन्छौँ नि होइन, पक्कै पनि। अनि पक्कै पनि कुनै पनि पाथबाट लिन्छ भने जस्तै अब गाडी हिँड्नलाई रोड चाहिन्छ, सिम्पली भन्दाखेरि त्यो त्यसको पाथवे हो। त्यसरी नै हामी जुन वेबाट अथवा जुन रुटबाट ड्रग लिन्छौँ नि त्यसलाई नियरली रुट्स अफ ड्रग एडमिनिस्ट्रेसन भनिन्छ है। अब सिम्पली हेर्छौँ भने यो फिगरमा हेर, आइएम यहाँ यता प्यारेन्ट दुईटा हुन्छ त्यसको है, एउटा प्यारेन्टल रुट हुन्छ, एउटा सिस्टमिक रुट हुन्छ है। प्यारेन्टल रुटमा सिम्पली फिगरमा हेर्छौँ भने यहाँ आइएम आइभिएसजी भनेर लेखिरहेको छ तपाईँले प्यारेन्टल रुटमा। यसको मिनिङ चाहिँ के भन्दाखेरि आइभी भनेको चाहिँ इन्ट्राभेनस हो है, इन्ट्राभेनस। अब कुनै पनि पेसेन्ट इमर्जेन्सी केसमा छ भने उसलाई अब कहाँ के भन्छ यता मसल्सतिर त दिएर त हुँदैन, उसलाई डाइरेक्ट गर्नुपर्छ भन्दाखेरि भेनतिर इन्जेक्ट गर्ने हो मेडिसिन, जसले गर्दाखेरि चाहिँ जसको बायो एभाइबिलिटी भनेको चाहिँ 100% हुन्छ। अब कुनै पनि पेसेन्ट इमर्जेन्सी केसमा आयो, जुन पेसेन्टले मतलब थम्नै सक्दैन है, त्यसो पेसेन्टलाई डाइरेक्ट इमर्जेन्सीमा हामी आइभी थ्रु ब्लड इन्जेक्ट गर्छौँ, मतलब ड्रग इन्जेक्ट गर्छौँ है। अनि आइएम भनेको चाहिँ इन्ट्रामस्कुलर हो है। अब मसल्समा जस्तै कतिको मेडिसिनहरू टिटानस हुन्छ नि, उनीहरूको मेडिसिनहरू हेर्छौँ भने इन्जेक्सन थ्रु केमा दिन्छ, मसल्समा, जस्तै हाम्रो हातमा, त्यसपछि हाम्रो बटकहरूमा। अनि एससी भनेको चाहिँ सबक्युटेनस हो। जस्तै कति पेसेन्टहरूलाई हाम्रो एन्टिफङ्गल प्रब्लमहरू हुन्छ भने त्यो सबक्युटेनस मतलब स्किनको लेयरमा त्यसलाई मेडिसिन युज गर्छ है।
त्यसपछि ओरल भनेको त नियरली मुख मतलब मुखबाटै हो। इनहेलेसन भनेको चाहिँ सुँगबाट हो। अनि ओकुलर भनेको चाहिँ तिम्रो के छ भन्दाखेरि नोजबाट। ट्रान्सडर्मल भनेको यो बकेट एन्ड सलको बडीबाट। रेक्टल भनेको नियरली मतलब एनएसबाट। टपिकल भनेको चाहिँ स्किनको लेयरमा। अब यहाँ डिफ्रेन्ट फिगरहरू हेर्न सक्छौँ अन्डरस्ट्यान्डिङको लागि। ओरल भनेको चाहिँ मुखबाट दिने। इन्ट्रामस्कुलर भनेको मसल्सबाट दिन्छौँ हामी। इन्ट्राभेनस भनेको चाहिँ क्यानुला लाएर डाइरेक्ट हामी प्रोभाइड मतलब मेडिसिन दिन्छौँ त्यसमा। सबक्युटेनियस भनेको स्किनको लेयरमा। लोकल रुट हुन्छ, टपिकल रुट हुन्छ। इनहेलेसन भनेको सुँगाएर दिने। अनि ट्रान्सडर्मल भनेको चाहिँ स्किन र मसल्स लेयरमा दिन्छ। सिएसए भनेको सेरेब्रो स्पाइनल फ्लुइडमा दिन्छ। यहाँ पनि त्यही छ, यो अन्डरस्ट्यान्डिङको लागि हो। अनि हेर्नुहोस् ओरल रुटबाट जुन हामीले मेडिसिन लिन्छौँ त्यो चाहिँ के हुन्छ, जिआई ट्र्याकबाट पास हुन्छ हाम्रो है। जिआई ट्र्याकमा चाहिँ फर्स्ट मुखबाट, त्यसपछि इसोफेगस हुँदै, स्टोमच हुँदै, त्यसपछि स्मल इन्टेस्टाइन, त्यहाँ गएर यसमा चाहिँ फर्स्ट पास मेटाबोलिजम हुँदैन। फर्स्ट पास मेटाबोलिजम जहिले भनेको लिभरमा हुने कुरो हो। त्यसपछि चाहिँ हामी रेक्टल रुटबाट, त्यसपछि इन्ट्राकुलर भनेको आँखाको आई ड्रपहरू लिन्छौँ त्यसबाट। इनहेलेसन भनेको मतलब सुन्छौँ, त्यो चाहिँ डाइरेक्ट हाम्रो लङसँग रिलेटेड हुन्छ नि त। अनि सबक्युटेनियस भनेको ट्रान्सडर्मल। इन्ट्रामस्कुलर चाहिँ मसल्सबाट। इन्ट्राभेनस भनेको भेन थ्रु, आर्टेरी अथवा भेन थ्रु। अब सिम्पली हामीले भन्न खोज्दाखेरि चाहिँ द पाथवे थ्रु विच ड्रग इज इन्सर्टेड टु आवर बडी इज नोन एज रुट अफ ड्रग एडमिनिस्ट्रेसन। सिम्पल ल्याङ्ग्वेजमा चाहिँ मैले अघि भनेको थिएँ नि, एउटा इक्जाम्पल दिएको थिएँ गाडीको लागि। अथवा प्लेन नै हावामा उड्छ भने प्लेन मतलब हावा एउटा पाथ हो नि त उनीहरूको लागि, प्लेनको उड्नलाई। त्यसरी नै जुन वेमा अथवा जुन पाथबाट ड्रग हाम्रो रूपमा हाम्रो बडीमा इन्सर्ट गरिन्छ त्यसलाई हामी सिम्पली रुट्स अफ ड्रग एडमिनिस्ट्रेसन भन्छौँ। अनि मोस्ट अफ द ड्रग्स क्यान बी एडमिनिस्ट्रेटेड बाई डिफ्रेन्ट रुट्स। ड्रग एन्ड पेसेन्ट रिलेटेड मैले अघि भनेको थिएँ यो कुरा पनि। अब जस्तै पेसेन्ट इमर्जेन्सी केसमा छ भने त त्यसको लागि त इन्ट्रामस्कुलर दियो भने त हुँदैन, किनकि इन्ट्रामस्कुलरमा एकदम धेरै टाइम लाग्छ ड्रग हाम्रो बडीमा भित्र गएर काम गर्नको लागि। अनि फ्याक्टर डिटरमाइन द सिलेक्सन अफ रुट्स फर ड्रग एडमिनिस्ट्रेसन। फ्याक्टरले डिटरमाइन गर्छ अब क्यारेक्टरिस्टिक्स अफ द ड्रग। अब त्यो ड्रगको क्यारेक्टरिस्टिक्सले जस्तै हामीले अब मान्छेलाई हामीलाई डाइरिया भइरहेछ है, डाइरिया भइरहेछ भने हामी सिम्पली मेट्रोनिडाजोलको 400 mg अथवा 500 mg को मेडिसिन खान्छौँ है। इफ हामीलाई क्याप्सुलले ठिक भइरहेको छैन, क्याप्सुलले ठिक भइरहेको छैन भने हामी डाइरेक्ट के गर्छौँ, इन्ट्राभेनसली त्यसलाई मेडिसिन दिन्छौँ। मतलब इन्ट्राभेनसली त्यसलाई लिक्विड फर्ममा दिन्छौँ, जसले गर्दा जसको बायो एबिलिटी चाहिँ 100% हो। बायो एबिलिटी भनेको चाहिँ के भन्दाखेरि त्यसको काम हेर है, जसले हामीले ओरल रुटबाट मुखबाट ड्रग लिन्छौँ भने होइन, मुखबाट ड्रग लिन्छौँ भने त्यो के गर्छ, जिआई थ्रु मतलब हाम्रो ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक थ्रु हुँदै जाँदाखेरि त्यसको पार्टिकल्सहरू यताउति हुँदाखेरि त्यो जति एमाउन्टमा पुग्नु पर्ने नि त्यति साइट अफ एक्सनमा पुग्दैन। त्यसले गर्दाखेरि त्यो काम अलिक कम गर्छ। तर जुन हाम्रो बायो एबिलिटी 100% हुन्छ यसको इन्ट्राभेनसको, किनकि यो डाइरेक्ट ब्लडमा इन्सर्ट हुन्छ हाम्रो सिस्टमिक सर्कुलेसनमा। हाम्रो बडीमा चाहिँ सिस्टमिक सर्कुलेसन हामी ब्लडलाई भन्छौँ है। कन्डिसन अफ द पेसेन्ट कन्सियसनेस, भोमिटिङ एन्ड डाइरिया। अब हेर अनकन्सियसनेस भयो भने दिनैपर्छ। भोमिटिङ एन्ड डाइरियाको केसमा हाम्रो पेसेन्टको बडीबाट अलट अफ इलेक्ट्रोलाइट्सहरू बाहिर निस्केको हुन्छ, जसले गर्दाखेरि चाहिँ उसलाई अब कमजोरीहरू टाइपको फिल हुन्छ। यस्तो केसमा इफ त्यो इलेक्ट्रोलाइट्स अथवा ड्रग हामीले रिप्लेस गर्न सकेन भने त्यो पेसेन्टको डेथ पनि हुनसक्छ, किनकि हाम्रो बडीको होल फङ्सनिङ भनेको इलेक्ट्रोलाइट्सले नै चल्ने हो। अब इमर्जेन्सी अरू रुटिन युज त्यो त गर्नै पर्यो। इमर्जेन्सीमा हामीले इन्ट्राभेनस हाल्नै परेन, हालेर हुँदैन। इफ हामी पेसेन्टलाई इमर्जेन्सी पेसमा इन्ट्रामस्कुलरली अथवा ओरल रुट दिन थाल्यो भने त त्यो पेसेन्ट बित्छ। अब एज अफ द पेसेन्ट हेर, एज अफ द पेसेन्ट पनि एकदम धेरै ठुलो भूमिका मतलब रोल प्ले गर्छ है ड्रग एडमिनिस्ट्रेसनमा। किनकि जस्तै हामी युथ छौँ नि, युथमा चाहिँ पर्सेन्टेज अफ बायोबिलिटी अथवा काम गर्ने जुन प्रोसेस हुन्छ नि त्यो ओल्ड एजको पिपलहरूमा कम हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एजले एकदम मेजर रोल प्ले गर्छ है यसमा। एसोसिएटेड डिजिज, अब डिजिजले पनि अब अभियसली गर्छ नि, अब कस्तो खालको डिजिज हो, पेसेन्ट्स एन्ड डक्टर्स चोइस समटाइम। अब कति पेसेन्टलाई अघि मैले एउटा इक्जाम्पल दिएको थिएँ, के भन्छ पेट दुखाएको अथवा हामीलाई डाइरिया भएको होइन। अब सिम्पली इफ के भन्छ हामीलाई ज्वरो लागिरहेछ भने पारासिटामोलको ट्याब्लेट युज गर्छौँ हामी। त्यसले के गर्छ, हाम्रो बडीलाई जुन टेम्परेचर बढेको हुन्छ त्यसले हाम्रो बडी नर्मल टेम्परेचरमा लिएर आउँछ।
नर्मल टेम्परेचरमा लिइरहेपछि इफ ओरल रुटै हामीलाई सजिलो हुन्छ भने अब कति पेसेन्टले भन्छ होइन त्यो के भन्छ लिक्विड फर्ममा पनि पाइन्छ जुन इन्ट्राभेनसली हामी पनि दिन सक्छौँ होइन। तर इफ पेसेन्टलाई इन्जेक्सनले दुख्छ होइन म इन्जेक्सन लाउँदिनँ म ओरल रुटबाटै लिन्छु भने त्यो पेसेन्टको चोइस हुन्छ अथवा डक्टरको चोइस हुन्छ। अब यसमा चाहिँ दुईवटा रुट हुन्छ, एउटा लोकल रुट हुन्छ एउटा सिस्टमिक रुट हुन्छ रुट्समा है। अनि सिस्टमिकमा चाहिँ इन्टरल र प्यारेन्टल दुईवटा हुन्छ। इन्टरलमा चाहिँ ओरल रुट, सबलिङ्गुअल रुट, रेक्टल, प्यारेन्टलमा इन्जेक्सन, इनहेलेसन र ट्रान्सडर्मल, यसको कुराहरू पनि हामीले गरेकै थियौँ र यसलाई बिस्तारै एक घन्टा हेरौँ है त पोइन्टमा। लोकल रुट भनेको चाहिँ इट इज द सिम्पलेस्ट मोड अफ एडमिनिस्ट्रेसन अफ अ ड्रग एट साइट वेयर द डिजायर्ड एक्सन इज रिक्वायर्ड। सिस्टमिक साइड इफेक्ट्स आर मिनिमल। लोकल रुट It is the simplest mode of administration of the drug at the site where the desired action is required. Simplest mode of action हो जसमा चाहिँ जहाँ अब डिजायर हुन्छ जहाँ मतलब साइट अफ एक्सन हुन्छ त्यहाँ गएर यसले काम गर्छ भने त्यसलाई सिम्पली हामी यो भन्छौँ। अनि यसको साइड इफेक्ट चाहिँ एकदम मिनिमल हुन्छ, साइड इफेक्ट कम हुन्छ। अब यसमा चाहिँ टपिकलमा चाहिँ एप्लाइड अन स्किन एन्ड म्युकस मेम्ब्रेन, स्किनको जुन अप्पर लेयरमा हुन्छ नि त्यसमा अप्लाई गर्छ भने टपिकल भन्छौँ। त्यसमा पनि इन्ट्रा आर्टेरियल रुट भनेको चाहिँ रियरली युज हुन्छ एकदम इमर्जेन्सी केसमा है, किनकि इन्ट्रा आर्टेरियल लाउन अलिक कम पेसेन्टले मतलब डक्टर्सहरूको पनि चोइस कम हुन्छ र इमर्जेन्सी केस छ भने मात्र युज हुन्छ। सिम्पली अब जस्तै एडमिनिस्ट्रेसन अफ एन्टी क्यान्सर ड्रगको लागि डिपर टिस्यु भनेको चाहिँ ड्रग इन डिप टिस्यु एडमिनिस्ट्रेसन। जस्तै यहाँ यो डिपर टिस्यु कुरा गर्दाखेरि चाहिँ यो हेर यहाँ अब इन्जेक्सन दिँदाखेरि चाहिँ एङ्गल यसो जस्तै अब इन्ट्रामस्कुलर दिन्छ भने 90 डिग्री एङ्गलमा, सबक्युटेनियस दिन्छ भने 45 डिग्री एङ्गलमा, इन्ट्राभेनस दिनु छ भने 25 डिग्री एङ्गलमा, इन्ट्राडर्मल दिनु छ भने 10 to 15 डिग्रीमा। अनि यो लेयरहरू पनि छ एपिडर्मिस, डर्मिस, सबक्युटेनियस टिस्यु, मसल्स, अनि एङ्गल त यहाँ छँदैछ हो। यसरी नै यो डिपर टिस्युमा चाहिँ त्यसरी दिन्छ। अनि इक्जाम्पल चाहिँ एडमिनिस्ट्रेसन अफ ट्राइएमाक्लोन डाइरेक्टली इन्टु जोइन्ट्स स्पेस इन रुमाटिड आर्थराइटिस। आर्थराइटिस भनेको चाहिँ अनवान्टेड फ्लुइड जुन जम्मा हुन्छ नि हाम्रो यो पटेलामा त्यसलाई आर्थराइटिस रुमाटिड। अब सिस्टमिक रुटमा चाहिँ इन्ट्रल रुट हुन्छ, प्यारेन्टल रुट हुन्छ। अनि इन्ट्रल रुटमा चाहिँ अब ओरल, सबलिङ्गुअल, रेक्टल, अनि प्यारेन्टल रुटमा इन्ट्रामस्कुलर, इन्ट्राभेनस, सबक्युटेनियस र इन्ट्राडर्मल रुट हुन्छ। अब यो सिङ्गल सिङ्गल हेरौँ है त्यो सबैले। यो योगेश ब्रदर यो नगर त ल। इन्टर्नल रुटमा चाहिँ ओरल रुट, दिस इज द मोस्ट कमनली युज रुट्स अफ एडमिनिस्ट्रेसन, मोस्ट कमनली युज हुन्छ। अब जसले पनि माउथ ओरल रुट नै प्रिफर गर्छ, किनकि कसै मान्छेलाई पेन चाहिएकै छैन भने त सिम्पली उसले ओरल रुट गर्छ। र कमन डिजिजहरूमा हामीले को जान्छ त्यो इन्जेक्सन लाउन भनेर नर्मली हामी ओरल रुट नै युज गर्छ। भेरियस फर्मुलेसन लाइक अब यो चाहिँ कुन फर्ममा पाउँछ भन्दाखेरि पाउडरमा, च्युएबल भनेको यो एल्बेन्डाजोल भनेको चाहिँ जुकाको औषधि है। जुन हाम्रो पेटमा जुका हुन्छ नि त्यसलाई ठिक गर्न चाहिँ हामी एल्बेन्डाजोल युज गर्छौँ जुन चाहिँ च्युएबल फर्ममा हुन्छ, जसलाई हामी चबाएर खान्छौँ। अनि माउथ डिजल्भिङ स्टेरन, त्यसपछि ट्याब्लेट्स त थाहा नै छ, क्याप्सुल पनि सबलाई थाहा होला। सिरप भनेको त्यही लिक्विड फर्ममा हुन्छ। एक्सेट्रा आर एडमिनिस्ट्रेटेड बाई दिस रुट। सबलिङ्गुअल, द प्रिपरेसन इज केप्ट अन्डर द टङ। सबलिङ्गुअलमा चाहिँ के हुन्छ टङको तल। अब हेर तिमीहरूलाई लाग्छ टङको तल के गर्छ भन्दा त्यहाँको एब्जर्प्सन साइट नै त्यही हो। इफ त्यो ठाउँमा हालेन भने त्यो ड्रग प्रोपरली एब्जर्ब हुँदैन। एब्जर्ब नभएपछि हाम्रो सिस्टमिक सर्कुलेसन मतलब ब्लडमा जाँदैन। ब्लडमा नगएपछि जहाँ काम गर्नुपर्छ नि साइट अफ एक्सन त्यहाँ गएर त्यसले काम नै गर्दैन। इफ राम्ररी एब्जर्ब नै हुँदैन भने त्यसले काम गर्दैन र जुन डिजिज लागेको छ नि त्यो प्रोपरली क्योर हुँदैन। खाए 250 वालो हुन्छ भाइ भन्दै थियो मतलब हेलो के प्रब्लम छ? हेलो क्लियरली सोध ल माइक अन गरेर के प्रब्लम भयो भने। कन्टिन्यू गर कन्टिन्यू। अनि सबलिङ्गुअल रुटमा
त्यही अन्डर टङ मैले भनिहालेँ अघि जस्तै इक्जाम्पलमा चाहिँ नाइट्रोज ग्लाइसरिन फर एक्युट एट्याक अफ एन्जाइना। अनि जिएनटी यो चाहिँ आइएममा चाहिँ पहिला पहिला त आफ्नो कलेजको इक्जाम हुन्थ्यो नि त। पहिला यस्तो एमइसी थिएन, एमइसी नभएपछि सबले कलेजले आफ्नो इक्जाम लिन्थ्यो अनि त्यही आधारमा एडमिसन हुन्थ्यो र स्कलरसिप इक्जाम पनि हुन्थ्यो। अनि त्यतिखेर चाहिँ आइएम 2070मा क्वेसन सोधेको क्वेसन हो, पास्ट इयर क्वेसन है, सो यो इम्पोर्टेन्ट छ है अहिले। अनि यो इन्टरल रुटमा चाहिँ रेक्टल रुट ड्रग क्यान बी गिभन इन द फर्म अफ सोलिड अर लिक्विड। दाइ सोलिड सबलिङ्गलको फर्ममा भन्दैन दिने एकपल्ट, हजुर सबलिङ्गलको भन्दैन एकपल्ट फेरि। सबलिङ्गुअलको हेर है, सबलिङ्गुअल ड्रग भनेको चाहिँ यस्तो ड्रग हो जुन चाहिँ हाम्रो टङको अन्डर मतलब जुन बक्कल क्याभिटी छ नि हाम्रो जिब्रोको तल राख्ने हो। अनि हेर है, तिमीले भन्छौ यो जिब्रोको तल किन राख्छौ, यो रुटबाट त्यो रुटबाट किन खान्छौ भने त्यसको एडमिनिस्ट्रेसन मतलब एब्जर्प्सन साइड नै त्यही हुन्छ कि। इफ त्यो ठाउँमा हामीले राखेन भने राम्ररी त्यो ड्रग एब्जर्ब हुँदैन है। इफ त्यो ड्रग राम्ररी एब्जर्ब भएन भने त्यो हाम्रो सिस्टमिक सर्कुलेसन भनेपछि ब्लडमा जाँदैन। इफ त्यो हाम्रो ब्लडमा जाँदै गएन भने त्यो जहाँ हाम्रो साइट अफ एक्सन छ, जहाँ हामीलाई डिजिज लागिरहेको छ, कुन चाहिँ पार्टमा डिजिज लागिरहेको छ त्यो ठाउँमा पुग्यो भने हाम्रो स्योरली त्यो डिजिज हामीलाई ठिक हुँदैन नि त, हुन्छ त? हुँदैन। हो, त्यही भएर यो ड्रग चाहिँ मतलब यो रुट चाहिँ भनेको अन्डर द टङ हाल्ने हो। अनि इक्जाम्पल चाहिँ नाइट्रोग्लाइसरिन र जिटिएन भनेको ग्लाइसरेट ट्राइनाइट्रेट। यो इक्जाम्पल हो दुइटा ड्रगको, मतलब यो चाहिँ सोधेको छ है आइएम 2070कोमा क्वेसन, पास्ट इयर क्वेसन है यो चाहिँ। रेक्टल रुट भनेको चाहिँ ड्रग क्यान बी गिभन इन द फर्म अफ सोलिड अर लिक्विड। सोलिड फर्मलाई दिनेलाई चाहिँ सब सुपोजिटरिज भन्छौँ, लिक्विड फर्म चाहिँ इनेमामा दिइन्छ। अब यो त अघि मैले देखाएकै थिएँ, त्यही पनि फेरि हेर, इन्जेक्सन लाउँदाखेरि चाहिँ यो प्रोसिड्युर फलो गर्नुपर्ने हुन्छ। इन्ट्रामस्कुलर चाहिँ 90 डिग्रीमा, सबक्युटेनियस जुन चाहिँ 45 डिग्रीमा, इन्ट्राभेनस 25 डिग्रीमा, इन्ट्राडर्मल यो इन्ट्रामस्कुलर चाहिँ म्याक्सिमम युज हुने हो होइन। अनि इन्ट्राभेनस चाहिँ रेयरली युज हुन्छ, एकदम रेयरली युज हुन्छ। यी पेसेन्ट इमर्जेन्सी केसमा छ या फिर डक्टर्सको चोइस अथवा डक्टरको प्रिस्क्रिप्सन छ भने मात्र युज हुन्छ, नभए त एकदम कम युज हुन्छ। अनि इन्ट्राडर्मल पनि युज भइरहेकै कुरो हो, सबक्युटेनियस पनि युज हुन्छ, एङ्गल त त्यही हो। त्यसपछि लेयरहरू चाहिँ लेयरहरू राम्ररी हेर है, एपिडर्मिस, डर्मिस, सबक्युटेनियस र मसल्स। सबभन्दा तल चाहिँ मसल्समा छ। मसल्समा दिने भनेको चाहिँ इन्ट्रामस्कुलर, त्यसपछि सबक्युटेनियस भनेको चाहिँ डर्मिसमा दिने, ट्राभेनस भनेको त्यही डर्मिसकै हाम्रो भेनमा, त्यसपछि एपिडर्मिस भनेको अप्पर लेयरमा। अब प्यारेन्टल रुट, प्यारेन्टल रुट भनेको सिम्पली प्यारेन्टल रुट भन्दाखेरि हामी इन्जेक्सन यस्तो ड्रग जुन चाहिँ हाम्रो इन्जेक्सनको फर्ममा मतलब लिक्विड ड्रग जसले चाहिँ हामीले इन्जेक्सनको फर्ममा दिन्छ है। द ड्रग मतलब विथ द हेल्प, द ड्रग विच इज गिभन विथ द हेल्प अफ इन्जेक्सन डाइरेक्टली इन्टु द बडी फ्लुइड अर ब्लड। किन दिन्छ भन्दाखेरि एक्सन इज फास्टर एन्ड suitable for emergency case है। intravenous route, it is a route in which drug is administered into vein है। यो मैले अगाडि पनि भनेको थिएँ, इन्ट्राभेनस भनेको चाहिँ यस्तो रुट हो जुन चाहिँ ड्रग चाहिँ भेनमा दिन्छ र यसको बायो एबिलिटी भनेको चाहिँ 100% हुन्छ, मतलब काम गर्छ, 100% नै काम गर्छ। अब जस्तै ओरल रुटमा अघि मैले पढाउँदाखेरि के भनेको थिएँ, ओरल रुटबाट ड्रग लियो भने त्यो चाहिँ हाम्रो के गर्छ, डिफ्रेन्ट पार्ट थ्रु जान्छ होइन, इन्टेस्टाइनसम्म, जसले गर्दा चाहिँ यसको टन्ने पार्टिकल्सहरू हेर्छ भने लस हुन्छ। सिम्पली कुनै पनि कुरा हामीले खाँदाखेरि पेटमा जान्छ भने त्यो सुरुमा के हुन्छ, डिसइन्टिग्रेट हुन्छ। डिसइन्टिग्रेट भनेको भाँचिनु, त्यसपछि डिजोल्युसन हुन्छ। अब हाम्रो खानासँग मतलब इफ हाम्रो पेटमा खाना छ भने र सिम्पली ग्यास हाम्रो स्टोमच जुस भन्छ भने त्यसलाई HCl हाइड्रोक्लोरिक एसिड भन्छौँ होइन। अनि त्यो त्यहाँ गएर डिसइन्टिग्रेट हुन्छ अनि त्योसँग मिसिन्छ, जसलाई चाहिँ डिजोल्युसन भन्छ। इफ त्यहाँ केही खानाहरू प्रेजेन्ट छ भने त्यो चाहिँ हाम्रो कोसँग मिस्यो भन्दाखेरि स्टोमच एसिड HCl र खानासँग मिसेको दुइटैको र ड्रग तिनटैको मिक्सचरलाई चाहिँ हामी के भन्छौँ, काइम भन्छौँ है। अनि बायोएबिलिटी 100% हुन्छ, 100% काम गर्छ र स्योरर हुन्छ यो। त्यसपछि इन्ट्राडर्मल इन्टु द लार्ज लेयर अफ स्किन। अब जहाँ चाहिँ एकदम लार्ज लेयर अफ स्किन अथवा मस छ नि त्यहाँ दिन्छ यो चाहिँ। त्यसपछि यसको इक्जाम्पल चाहिँ BCG इन्जेक्सन, ड्रग सेन्सिटिभिटी टेस्टिङ। इन्ट्रामस्कुलर चाहिँ लार्ज स्केलेटल मसल। अनि इक्जाम्पलमा चाहिँ जस्तै अब डेल्टोनमा, ट्राइसेप्समा
लेटरल्स म्याक्सिमसमा सेल्फ एडमिनिस्ट्रेसन इज पोसिबल। जस्तै इन्ट्रामस्कुलर चाहिँ सेल्फ एडमिनिस्ट्रेसन पोसिबल छ, तर इन्ट्राभेनस चाहिँ हामीलाई कसैको सपोर्ट लिनुपर्छ। त्यसैले यो चाहिँ अलिक गाह्रै हुन्छ आफूले लिने। र यो जस्तै ट्राइसेप्स त थाहा नै हो, जस्तै हातको मसल्स, त्यसपछि हाम्रो बट्टाको मसल्स, जहाँ चाहिँ यस्तो थाइ रिजनहरू भयो, जहाँ चाहिँ मसल्स अलिक धेरै छ नि त्यो रिजनमा चाहिँ इन्ट्रामस्कुलर मेडिसिन दिन मिल्छ। त्यसको इक्जाम्पल चाहिँ डिक्लोफेनाक छ अथवा पारासिटामोल। पेरेन्ट्रल रुटमा सबक्युटेनस इन लुज सबक्युटेनस टिस्यू richly supplied by nerve, less vascular, self administration is possible. Example अब adrenaline र इन्सुलिन। सबमा जस्तै अब स्टोमचको साइड जहाँ लुज टिस्यू हाम्रो प्रेजेन्ट छ नि त्यो ठाउँमा दिन मिल्यो। अब जस्तै टाइम इन्ट्राभेनस दियो भने कति टाइममा इफेक्ट आफ्नो देखाउन सुरु हुन्छ। जस्तै इन्ट्राभेनसले दिएपछि 30 देखि 60 सेकेन्डमा त्यसले आफ्नो काम गर्न सुरु गर्छ। इन्ट्राएसुरेस गरी ड्रग दियो भने 30 देखि 60 सेकेन्डमा। अब इन्डोट्र्याकियलमा दियो भने यो 2 देखि 3 मिनटमा आफ्नो काम सुरु हुन्छ। इनहेलेसनबाट दियो भने 2 देखि 3 मिनट टाइम लाग्छ सुरु हुनको लागि, आफ्नो इफेक्ट देखाउनको लागि। सबलिङ्गुअलबाट पनि 3 देखि 5 मिनट। इन्ट्रामस्कुलर्समा दियो भने 10 देखि 20 मिनट। सबक्युटेनियसली दियो भने 15 देखि 30 मिनट। रेक्टल रुटबाट दियो भने 5 देखि 30 मिनट। अनि इन्जेक्सनबाट दियो भने 30 देखि 90 मिनट। ट्रान्सडर्मल टपिकल रिजनमा दियो भने अब मिनट्सदेखि आवर, अब त्यो कुन हिसाबले लाग्न पनि सक्छ। मिनटमा पनि काम बन्न सक्छ, घन्टामा पनि टाइम लाग्न सक्छ। आजको टपिक त हाम्रो सक्यो, रुट्स अफ ड्रग एडमिनिस्ट्रेसन। यति नै। कसैलाई के क्वेसन सोध्नु छ? कहाँ बुझेन भन, म एकचोटि फेरि बुझाइदिन्छु बुझेन भने। दाइ हजुर, यो इन्ट्राओसियस भनेको कुन माध्यमदेखि दिने हो र ड्रग्स? इन्ट्राभेनस भनेको चाहिँ इन्जेक्सन थ्रु हामी डाइरेक्ट इन्ट्राभेनस भेनमा नै हाल्छौँ इन्ट्राओसियस। नसामा। इन्ट्राओसियस इन्ट्राभेनसको तल छ नि त्यसको इन्ट्राओसियसमा। एकछिन ल, म अनि यो स्लाइड सेकेन्ड एकछिनमा नम्बरमा छ त्यही खाले। ग्रुपमा राखिदिन्छु म यो स्लाइड अनि रेकर्डेड लेक्चर। अनि एकचोटि सबैले हेर्नु रेकर्डेड लेक्चर अनि स्लाइड पढ्दा हुन्छ है। चाहिने कुरा छ, 1-2 मार्क्स चाहिँ सोधिराख्छ यहाँबाट। यो इन्ट्रासुलस भनेको चाहिँ बोनबाट दिइने हो है, बोनमा। जस्तै कति मतलब फिमेलमा एउटा यस्तो प्रब्लम हुन्छ नि, मेल भन्दा पनि फिमेलमा धेरै प्रब्लम हुन्छ। जस्तै नर्भ पेन, स्पाइनल पेन सुनेको छु, कति यो हड्डी दुख्छ नि पछाडिको। सुनेछ। होइन, हल्लो बोनहरूमा दिन्छ क्या त्यस्तो, त्यो रुटबाट दिन्छ। अरू केही? यो अरू के यो सोध्नु छ? टाइमिङहरू चाहिँ याद गर्दा हुन्छ। यो तलको 3-4वटा सोधिराख्छ है टाइमिङ। अलि हार्डर टाइप क्वेसन सोध्यो भने है। अनि यो पास्ट इयर क्वेसन पनि यहाँ मैले मेन्सन गरेकै छु स्लाइडहरूमा होइन। जस्तै यो 100% बायोएबिलिटी कुरा यो रेड पेनले छ नि। अनि यो मार्क गरेर छ सियोर एन्ड सुइटेबल। यो तिमीहरूले पोइन्ट चाहिँ मजाले एकचोटि सर हेर्दा हुन्छ। यतिकै याद हुन्छ। यो ल्याङ्ग्वेज पनि इजी छ, त्यस्तो गाह्रो ल्याङ्ग्वेज पनि भास्ट ल्याङ्ग्वेज पनि हालेको छुइनँ। यो क्वेसन पनि सोधेको क्वेसन हो। त्यसपछि यो रुट्स पनि सोध्न सक्छ, एङ्गलहरू। यो दुइटा त मैले भनि नै हालेँ अघि। यो नाइट्रोग्लाइसरिन र जिटिएन छ नि, ग्लाइसरेल ट्राइनाइट्रेट। यो आइएममा सोधेको क्वेसन हो पहिला।
यो एङ्गलको क्वेसन चाहिँ हेर एकचोटि होइन, यो चाहिँ एउटा क्वेसन यहाँबाट सोध्छ नि। अनि भोलि इन्स्टिट्युटहरूमा एक्जाम दिनु है सबैले है। एक्जाम दिनु, सन्डे म मार्क्स सोध्छु तिमीहरूको कति कति आयो भनेर। हुन्छ कि भाइ, हुन्छ। अनलाइन दिइरहेको छु एक्जाम तिमीहरू? अहिले होइन, फिजिकल्ली देऊ है अब। फिजिकल गरिरहेको छु। अब फिजिकल्ली जाऊ, अब धेरै टाइम बाँकी छैन। सकेसम्म हप्तामा 2टा एक्जाम दिँदा हुन्छ, 25-26 गतेसम्म। त्यसपछि त एक हप्ता आफै पढ्नु पर्यो है। अनि यो स्लाइड्सहरूमा केही प्रब्लम छ भने सोद्धा हुन्छ है कसैलाई। यसको रेकर्डेड लेक्चर एकछिनमा आइहाल्छ ग्रुपमा, अनि यो पिडिएफ पनि आइहाल्छ ग्रुपमा। एकचोटि सर्ट पढ्नु पर्यो है। कम्तीमा 16-17 त ल्याउनु पर्यो नि त। स्लाइड्सहरूमा सब चाहिने कुरा छ है, एकदम लिमिटेड कुरा पनि छ। अनि अलिअलि फर्मास्युटिक्स जुरिस्प्रुडेन्सहरू अहिले हामी पढाउँछौँ है वेडनेसडे पछि। त्यहाँ चाहिँ अलिक गाह्रो गाह्रो कुरा छ, यहाँ सजिलो कुरा छ। यो 3-4वटा क्लास तिमीहरू लगभग सुन्ने कुराहरू हुन्छ यो 3-4वटा क्लासमा। त्यसपछि नयाँ नयाँ कुराहरू आउँछ है। मैले र अमितले अलि नयाँ नयाँ कुराहरू पढाउँछु। यसमा त अलि सजिलो कुराहरू के सजिलो छ कि गाह्रो छ आजको स्लाइड्सहरू? केही फिडब्याक देऊ त। ठिक छ सर, बुझ्ने खाले ठिक छ थियो दाइ। नि आज? हजुर छ बुझ्ने। यो यहाँ नबुझ प्यारेन्टल रुटमा यो सुने ग्लुटेलियस म्याक्सिमस भनेको चाहिँ बुझ्यो तिमीहरूले? जुलोजी पढेको यो मान्छेहरू भन्नु पर्यो नि त। भन त कसैलाई थाहा छ भने सुनौँ। के भन्नुभयो? यो यसमा होइन ग्लुटेस म्याक्सिमस छ नि, यो भनेको के हो कसैलाई थाहा छ? थाहा छ दाइ, के हो भन त। त्यो बुटक मसलको नाम हो। हो, ठिक छ ठिक छ। लार्जेस्ट मसल हो हाम्रो। हजुर। ओके छ। यो स्लाइडहरू चाहिँ एकछिनमा अपडेट भइहाल्छ, स्क्रिन रेकर्डेड पनि अभाइलेबल भइ नै हाल्छ। के प्रब्लम छ भने भन। रुट्स अफ ड्रग एडमिनिस्ट्रेसन यति नै हो। त्यसपछि फार्माकोलोजी नेक्स्ट लेक्चरमा हेरौँला, जुनमा चाहिँ एडिएमईको कुराहरू गरौँला। कि दाइले जनरल धेरै फास्ट टर्महरू पढाउनु एडिएमई। भयो त फिल भइरहेको छ क्या हो तिमीहरूलाई? धेरै फास्ट पढाउनु भयो र कि सजिलो कुरा भएर धेरै फास्ट पढाउनु भयो? पढाउनु भएको छैन। यस्तो कुरा अनि सर यो क्लास कहिलेसम्म हुनेछ? 3 गतेसम्म हो? यो क्लास त हजुर सकेसम्म 30-31 गतेसम्म हामी सघाउने ट्राई गर्छौँ। नभयो भने हजुर। भन्छु नि। हुन्छ हुन्छ। यो त सजिलो कुराहरू थियो कि, फास्ट भन्दा नि केही फरक त पर्दैन होला सायद तिमीहरूलाई। यो सुन्ने कुराहरू हो नि त, युज भएको कुराहरू डेली लाइफमा। के समस्या छ भने त्यो भन, हुन्छ बुझाउँछु। रेकर्डेड लेक्चर अफ गरिदेऊ, के अरे रेकर्डिङ अफ गरिदेऊ। अनि क्वेसनहरू सोध त तिमीहरू। अनि अरू केही एक्जामको बारेमा केही सोध्नु छ? एकचोटि स्क्रिन अफ गरेर अनि रेकर्डिङ स्टप गरिदेऊ त। दाइ यसमा टपिक वाइज मार्क डिस्ट्रिब्युसन छैन त, त्यो भनिदिनु न अलि। टपिक वाइज अब हजुर। यसमा यस्तो हो क्या ब्रो,